मुस्ताङ जिल्लामा पर्ने मुक्तिनाथ मन्दिर है, यहाँ चाहिँ यो देखिराख्नु भएको छ नि, यो चाहिँ 108वटा धारा छ। यो धारामा नुहायो भने चाहिँ मान्छेले यही जुनीमा मोक्ष प्राप्त गर्छ भन्ने भनाइ छ। अब म जाँदा चाहिँ 2 दिन अगाडिदेखि पानी परेर हिउँले ढाकिएको थियो। यो वरिपरिको परिसरहरू हेर्नु त, त्यो माथि माथि कस्तो हिउँ परेको छ, सेतो सेतो देखिया छ। अनि अब लुगा खोलेर नुहाउन सक्ने कन्डिसन थियो होला त। धारामा हात थाप्दा त हातै झर्ला जस्तो चिसो थियो भने नुहाउने कुरा त धेरै टाढाको भयो। त्यही भएर मैले चाहिँ बरु प्रत्येक धारालाई छुँदै 108वटा धारालाई छुँदै मोक्ष प्राप्त गर्ने निर्णय लिएँ। ल हेर्नुहोस् त, त्यो छेउमा हिउँ जमेर अनि मैले आफ्नो टाउकोमा छर्केँ र